विश्व वातावरणको दिवस अवसर पारी कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 7 मा रहेको मनमोहन स्मृति पार्कमा शिवम मार्गी एकीकृत महिला समाज र शिवम मार्ग टोल सुधार समितिले 2 थान गमला सहितको फुल स्ट्यान्ड समितिका सदस्यहरूले आज बुधबार हस्तान्तरण गरिएको छ। हस्तान्तरणपछि समितिका सदस्यहरू मिलेर पार्कको सरसफाई समेत गर्नुभएको थियो। कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 7 का वडाध्यक्ष भीमसेन थापाज्यूले पार्कको सौन्दर्यीकरणको लागि थप सहयोग गर्नुहुने शिवमार्गी एकीकृत महिला समाज र टोल सुधार समितिको प्रशंसा गर्दै हामीमा एकताको बल रहेको र जुन संकल्प लिएर पार्क सुन्दर बनाउने सपना बोकेका छौं त्यो पूरा हुने बताउनुहुन्छ। विशेष सन्दर्भमा यो पार्कलाई अझ बढी सौन्दर्य गर्नको लागि स्ट्यान्ड पनि तपाईहरुको समितिबाट तपाईहरुको समाजबाट जुन चाहिँ हस्तान्तरण गर्नुभएको छ यो तपाईहरुको भाव सहयोगी भावको लागि म उच्च सम्मान व्यक्त गर्न चाहन्छु। यसले हामीलाई के गर्छ, हामीहरु एकतामै बल छ। हामी एकताबद्ध भएर गर्न सक्यौं भने हामीले जुन एउटा संकल्प एउटा सपना देखेको छौं यो पार्क सुन्दर बनाउने सपना देखेको छ, यो पार्कलाई जीवन्त राख्ने सपना देखेको छ, त्यो सपना पूरा हुन्छ। त्यसकारण सबै टोल सुधार समितिका अध्यक्षज्यूहरू सक्रिय राजनारा समाजका अध्यक्ष साविका प्रधानज्यूलाई मनमोहन स्मृति पार्क व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र रायमाज्यूले शिवम मार्गी एकीकृत महिला समाजको प्रशंसा गर्दै यो सबैको लागि पार्क बनेको र यो पार्कको इज्जत गरी फूल र बगैँचालाई सुन्दर बनाउन जनसमुदायलाई अनुरोध समेत गर्नुभयो। उहाँहरूले आफैले रङ लगाएर मेहनत गरेर कति दिमागमा राखेर यो गरेका छौं। कम्ती पार्कमा आएपछि उहाँहरूलाई हामी वेलकम गर्ने हो, उहाँहरूकै लागि यो बनेको, यो पार्क सबैलाई बनेको हो। तर कम्तीमा यो पार्कको इज्जत गरेर यो फूललाई यो बगैँचालाई सुन्दर राखिदिनको लागि म आम जनसमुदायहरूलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी वडा नम्बर 7 का वडा सदस्य जानुका चापागाईज्यूले शिवम मार्गी एकीकृत महिला समाजले गरेको कामको उच्च प्रशंसा गर्दै धन्यवाद समेत दिनुभयो। त्यसको लागि पनि उहाँहरूलाई धेरै धेरै बधाई छ। यस्तै राम्रा कामहरू कर्महरू गर्दै जानुस्। तपाईहरुको उत्तर प्रगतिको पनि कामना गर्दछु। शिवम मार्गी एकीकृत महिला समाजको अध्यक्ष गीता ग्यावालीज्यूले अरू धेरै ठाउँहरूमा पनि साथ र सहयोग गरी समाज रूपान्तरणमा अग्रसर हुने भन्दै सबैलाई धन्यवाद दिनुभयो।